हेलो वेलकम टू गाइज। आज चाहिँ नयाँ ब्लग आइसकेको छ है। फाइनल्ली मेरो चाहिँ यो चाहिँ नयाँ ब्लगको हेरेर चाहिँ साथ दिनु होला। आज चाहिँ हामी जङ्गलतिर जाने, म चाहिँ जङ्गलतिर जानेछु भने म चाहिँ यहाँबाट हिँडिसकेको छु है। म शिवपुरदेखि हिँडिसकेको छु र अब म लगत्तै नेपाल आदर्शको स्कुलको बाटो चाहिँ म अगाडि बढ्नेछु होइन। अन्तर भइसकेको छ, आँप फुल्ने सिजन छ है। मौसम चाहिँ छ्याङ्ग रहेको छ, देख्न सक्नुहुन्छ। भने चाहिँ हाम्रो होटेल हो भने हामी चाहिँ अगाडि लगत्तै गइरहेका छौँ। अनि यो चाहिँ आँप फुल्ने सिजन भएकोले एकदम राम्रो छ होइन। यो चाहिँ बाटो हो हाम्रो चाहिँ कलेज जाने। यहाँदेखि चाहिँ हामी यता लेफ्ट साइडमा चाहिँ कलेज छ होइन। यो चाहिँ हाम्रो नेपाल आदर्श बहुमुखी क्याम्पस हो। यो चाहिँ मैले भिडियो सर्टमा पनि राखेको छु होइन। यो पनि हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ नेपाल आदर्श बहुमुखी क्याम्पस हाम्रो चाहिँ पढ्ने स्कुल हो। यो चाहिँ एकदम राम्रो छ साँझ पख भएको कारणले। र म चाहिँ अगाडि यो हाम्रो जुन दुर्गा मन्दिर छ, दुर्गा मन्दिरनिर आइसकेको छु। भने चाहिँ शिवगढी स्कुल हाम्रो चाहिँ शिवराज नगरपालिकाको अलिकति फेमस बोर्डिङ स्कुल हो है। यहाँ चाहिँ अलिक क्वालिटीको पढाइ हुन्छ भन्ने चाहिँ जनविश्वास रहेको छ। भने हामी चाहिँ अगाडि बढिरहेका छौँ। म लगत्तै अगाडि चाहिँ नानीहरू खेलिरहेको छन्, देख्न सक्नुहुन्छ। अनि नानीहरू चाहिँ अहिले खेलिरहेको अवस्था छ त्यहाँ पर होइन। हाई के छ भाइहरू, खबर? अनि चाहिँ म चाहिँ अगाडि साथीको रुममा गएको छु र साथीको रुमबाट चाहिँ लगत्तै म चाहिँ अगाडि जानेछु होइन। अगाडि गइसकेपछि चाहिँ म चाहिँ साथीसँग चाहिँ कुरा गर्दै अगाडि बढ्नेछु। अहिले चाहिँ लगत्तै साथीको रुममा म पुगिसकेको छु भन्नुपर्छ। अब चाहिँ मैले चाहिँ मोबाइल हेर्दै गएको छु। एउटा हातले भिडियो बनाएको छु, अर्को हातले मोबाइल हेरेको छु। यो चाहिँ साथी बस्ने रुम के गरेको छु खै नि है। र म चाहिँ अब साथीसँग फर्किसकेको छु र हामी चाहिँ अब यता लगत्तै जानेछौँ। त्यतिकै हाल्नु जस्तो हाल्ने त्यहाँबाट हेर्न छोड्छन् के झन् ओके राम्रो हाल्नु गर्नु पर्यो। झट्टो नहाल्ने, हालेपछि राम्रै हाल्नु, राम्रै गरेर दिनदिनै हाल्नुपर्छ क्या भिडियो त। दिनदिनै हाल्नु नि बढ्दैछ। हेलो गाइज, वेलकम टु न्यू भाइ। हो नि अङ्कल होइन हो दाइ भन न। लु काँडा बिहा आउनु अचम्म हेर। हजुर भयो, म बोलेन नबोक्छ हेर्नुहोस्। आउनुभयो रे मेरा बाबुसित कहिले सुतेको र नि नि मेरो छोरो कहिले हुनुभयो। म नि त्यही भन्न भन्दै जान्न। अङ्कल जस्तो थोइयो र हेर यार यो अङ्कलले त भिडियो बनाउनुहुन्छ अरे यार। हाल्नुपर्छ यो भिडियो त, भाइरल हुन्छ छिटो। यता जाउँ। अङ्कल होइयो अस्ति नि 2 दिन भाजल त बहुत डाइलग हान्नुहुन्छ त यार। म धर्छु हो क्या भन्छन् यार बुढाले। कसको र कसको ल त चढ न। चढ चाहिँ के तल साँझमा हिँड्नबाट मजा लाग्छ यार। अनि मतलब यति बेला हिँड्न क्या। ए उ रहेछ के त्यहाँबाट रोकेर त्यहाँ मारे झन् बाट डाँडा हिँड्न तयार। त्यहाँबाट रोकेर त्यहाँसम्म कति नै पर। एक दो हफ्ता फेरि जाने पङ्खा नि लिनु हामीले। पङ्खा लगाएर मर्मत गर्नु पर्ने त्यसको सेसको होला नि हेर। अङ्कलको कहाँ अन्त्य छ। एकछिन त्यो चामेकामा आयो नि दिन्छ ल्याएर बनाउनु पऱ्यो। जोडेको हामीले उयो जाँड आएर अन्नु जाँड आएर चाहिँ भजाङ्ग्र भुजुङ गरौँ त भइयो। एकछिन चलाएको मजा त आएको। अझै त पङ्खा चलाउने बेला हुन लाग्यो। राति कस्तो गर्मी छ मजाले टोकेर सुतेको एकछिन। अनि राति त बरु अलि चिसो हुन्छ।
यहाँ स्कुलै चाहिँ के हो भनिरहेको छु बुझ्दैन त्यतिबाट यहाँसम्म कि अटो रोकेर पुरै भिआइपी पाराले आएको थियो त केक बुझ्दै रहेछ क्या स्कुल यहाँ सरकारी हो यो चाहिँ कराई होइन त्यस्तो टिम लागेको स्कुल सरकारी जो हुन्छ प्राइभेटमा त राम्रै हुन्छ बनाउँछन् बिल्डिङ क्या है हटाउने छ अरे भइसक्यो पुरै पर्दैन पुल बनाइरहेको धमाधम 10-12वटा त पुल छन् बाटो मेन नेपालको प्रमुख रोड त्यही हो पुसा भन न पुसाबै के भन्छ कति सक्छौ हामी जमाना अब सक्दिनँ होला म उचाल्छु के हो ल कति ल 1 तर दामी देखियो त म फोटो खिच्छु यता हेर यो के हो यहाँनिर यसले खाएछ अनि भेटिन्छ मान्छे गयो भने त मुगाल भेट्टेला क्या हामी चाहिँ फाइनल्ली जङ्गलतिर छिरिरहेका छौँ गाइस अब के हुन्छ हो मान्छे त अलिअलि हिँडिरहेछन् क्या तिमीले डुबाए से हो डुबाए हामी अहिले अफ्रिकाको घना जङ्गलमा रहेका छौँ अमेजन जङ्गल ब्राजिलको यहाँ चाहिँ कताबाट के गर्छ केले थाहै छैन देख्न सक्नुहुन्छ यता हो कि यता हो यता त कोही डाँडे नै त यता एउटा उतार त बाटोतिर गयो फिल्डमा त आइयो कि यता हो यता मस्त आइयो घर हो यतातिर आडो छ के त्यो खोला किनार जाऊँ खोला किनार चाहिँ हामी चाहिँ यहाँ निस्केका छौँ गाइस भरे भिडियो राख्छु हेरे फुल गलै छैन आइयो क्या
यस्तो खोला किनारतिर जाने कि त्यो नि कहाँ ल्यायो यार अहिले भरुवा भन्नुले कसले काँडो खेलिन्छ थाहा पाउँछ त्यो त्यहाँदेखि के त बाटो आउँछ के यताबाट त्यो नि चित्त जाएको गएर दुब्रिया दुब्रियो खाना त खाडे होला अमेजन जङ्गल काउ छ होला जाम गरेर कोही न कोही त भेटेला आज चाहिँ जङ्गलमा हराइयो गाइस बस्तीदेखि धेरै टाढा आएका छौँ यता फल सेत्ने उता नि घर तेत्ने बहुत मस्त आइयो नि अन्त आइयो कि अब आइयो होइन बास सास होइन आएको बाटो हो नि त अन्त घरमा आएर लाग्थ्यो फेरि जङ्गलतिर लाग्यो ऐन हानेको होइन इन्टरनेसनल टुर्नामेन्ट खेल्नु आइयो यहाँ लगत्तै गएर त 10 दिनपछि इन्टरनेसनल फुटबल म्याच हुँदैछ सबै आउनु होला गाइस होइन हेर्नुपर्छ मिलेर ल म पारि बाटो आएर आउँछ